नेपालको इतिहासमा यस्तो पनि प्रथा थियो जहाँ श्रीमानको मृत्युपछि दन्दनी दन्किरहेको त्यही चितामा श्रीमतीले पनि आत्महत्या गर्नुपर्थ्यो। सती प्रथा। जब एउटी महिलाको जीवन उसकै हातमा हुँदैन थियो, उसले बाँच्ने वा मर्ने निर्णय आफै गर्न पाउँदिन थिए। त्यो निर्णय समाजले गर्थ्यो, सत्ता र परम्पराले गर्थ्यो। त्यो समय थियो जब महिलाको अस्तित्व श्रीमानको श्वाससँग बाँधिएको थियो। श्रीमान बाँचुन्जेल ऊ पत्नी थिए, तर श्रीमानको मृत्यु भयो भने उसले पनि मर्नै पर्थ्यो। यही क्रूर सोचबाट जन्मिएको थियो सती प्रथा नेपालमा। त्यो बिहान सामान्य थियो। घरको आँगनमा चुलो बलिरहेको थियो, छोराछोरी खेलिरहेका थिए। उनी पनि अरू दिन जस्तै काममै व्यस्त थिइन्। तर अचानक खबर आयो उनको श्रीमानको मृत्यु भयो भनेर। त्यो खबरले घरको हाँसो अचानक गायब भयो। तर त्योभन्दा ठुलो कुरा, त्यो खबरले एउटी महिलाको जीवनको अन्त्य लेखिसकेको थियो। श्रीमान मर्नु केवल शोकको कुरा मात्रै थिएन, त्यो उनका लागि मृत्युदण्डको घोषणा थियो। श्रीमानको शव घर ल्याइयो। वरिपरि मानिसहरू जम्मा भए। कोही रोइरहेका थिए, कोही संस्कारको तयारी गर्दै थिए। तर त्यो भिडमा एउटी महिला चुपचाप रोइरहेकी थिइन्। उनको आँखा सुकिसकेका थिए, किनकि उनलाई थाहा थियो अब रोएर केही बदलिँदैन। समाजले उनलाई पहिले नै निर्णय सुनाइसकेको थियो, ऊ सती बस्नुपर्नेछ। उसलाई भनियो, तिमी असल पत्नी हो भने सती जाऊ। उसलाई डर देखाइयो, यदि सती गएनौ भने पाप लाग्छ। उसलाई लाज देखाइयो, समाजले औँला उठाउँछ भनेर। कसैले सोधेन, तिमी बाँच्न चाहन्छौ? कसैले बुझेन, उसका पनि सपना थिए। उसले पनि जीवन देख्न चाहन्थिन्। सती बस्ने दिन आयो। नदी किनारमा चिता बनाइयो, काठ थुपारियो, आगोको गन्ध फैलियो। उसलाई नुहाइयो, नयाँ कपडा लगाइयो, गहना पहिराइयो। बाहिरबाट हेर्दा त्यो सम्मान जस्तै थियो, तर भित्रभित्रै त्यो मृत्यु सज्जा थियो। उसले आफ्ना छोराछोरीलाई अन्तिम पटक हेरिन्। तिनीहरूलाई काखमा लिन चाहिन्, तर अनुमति थिएन। अब ऊ आमा होइन, एउटा सती बन्ने तयारीमा थिइन्। जब चितामा बस्न भनियो, उनका खुट्टा कामे, शरीर काँपियो। मनले चिच्यायो, म मर्न चाहन्न, मेरा साना बालबच्चा छन्। तर मुखबाट शब्द निस्किएन। वरिपरि मानिसहरू थिए, तर त्यो भिडमा ऊ एक्लै थिइन्। आगो बालियो, धुवाँ उठ्न थाल्यो, तातोले छाला पोल्न थाल्यो। त्यो क्षण उनले भगवान सम्झिन्, तर भगवान पनि मौन थिए। धेरै महिलाले त्यो पीडा सहन सकेनन्। कोही आगो बाल्न साथ उठेर भाग्न खोज्थे, तर समाज तयार हुन्थ्यो। त्यो क्रूर समाज उनीहरूलाई तानेर फेरि आगोमा धकेल्न तयार हुन्थ्यो। कसैलाई नसा दिइन्थ्यो, कसैलाई बाँधेर जलाइन्थ्यो। त्यो दृश्य केवल हत्या मात्रै थिएन, त्यो मानवताको अन्त्य थियो। तर त्यसलाई धर्मको नाम दियो, संस्कार भनियो। नेपालका बागमती, कोशी, गण्डकी, नारायणी, कर्णाली, महाकाली नदीका किनारमा यस्ता दृश्य बारम्बार दोहोरिए। राजाहरू मरे, रानीहरू जलाइए। कहिलेकाहीँ कुन रानी सती जाने भन्ने निर्णय राजनीति र षड्यन्त्रले गर्थ्यो। सती प्रथा केवल धार्मिक विश्वास मात्रै थिएन, यो सत्ता र नियन्त्रणको औजार थियो। सती शब्दको अर्थ असल पत्नी भनियो, तर असल पत्नी हुनुको अर्थ किन मर्नु बनाइयो? देवी सतीको कथा देखाएर महिलालाई आगोमा धकेलियो, तर कसैले सोचेन देवीको आत्मदाह र जबरजस्ती जलाइएका महिलाबीच आकाश जमिनको फरक थियो। समय बित्दै गयो। केही शासकले नियम ल्याए। बाल विधवा, गर्भवती महिला, साना सन्तान भएका महिलालाई सती जान नदिन खोजियो, तर त्यो पनि अधुरै थियो। अन्ततः विक्रम सम्वत 1977 सालमा चन्द्र शमशेरले सती प्रथा कानुनी रूपमा अन्त्य गरे। कागजमा सती मरेकी थिए, तर इतिहासले सोधिरहेको प्रश्न आज पनि बाँकी छ। कानुन आउनु अघि कति महिलाले जिउँदै जल्नु पर्यो? आज सती प्रथा छैन, तर यसको छाया अझै बाँकी छ। जब विधवा महिलालाई अझै शङ्काको नजरले हेरिन्छ, जब महिलाको जीवन उसको पतिसँग मात्रै जोडिन्छ, जब महिलाको सहनशीलतालाई नै उसको गुण मानिन्छ, त्यही सती प्रथाको आत्मा बाँच्छ। सती प्रथा एउटा इतिहास हो नेपालका लागि, तर त्यो इतिहास केवल पढ्नको लागि मात्रै होइन। त्यो इतिहासले हामीलाई चेतावनी दिन्छ। यदि समाज मौन बस्यो भने, यदि अन्यायलाई परम्पराको नाममा स्वीकार गरियो भने, सबैभन्दा पहिला फेरि महिला नै जल्दैछन्। सायद आगोमा होइन, तर अपमान र अन्यायमा। सती प्रथा धर्म थिएन, यो हिंसा थियो। आफ्नो वर्चस्व राख्न चाहनेहरूले धर्मको गलत अर्थ लगाएर जन्माएको मौन हिंसा थियो। र इतिहासले सिकाइसकेको छ, मौन रहनु पनि अपराध हो। आज नेपालमा यति क्रूर प्रथा पनि थियो भन्ने सम्झिँदा मुटु सिरिङ्ग हुन्छ। तर सोच्नुहोस् त, कस्तो जीवन जिउँथ्यो होला त्यो बेलाका महिलाहरू, अनि कति दर्दनाक हुन्थ्यो होला उनीहरूको मृत्यु। हवस् त, नेपाली समाजका यस्तै खोजमूलक भिडियोका लागि ट्रुवेस्ट टिभी हेर्दै गर्नुहोला।